Congratulations भाइ सब्स्क्राइब गरिदिनु होला मेरो भाइलाई ल बधाई छ मेरो भान्जालाई 3000 सब्स्क्राइब पुगेकोमा भान्जालाई बधाई छ 3000 सब्स्क्राइब पुगेकोमा है अब अझै धेरै सब्स्क्राइबरहरु आओस् ल बधाई छ तिमीलाई मेरो भान्जा बधाई छ मेरो भान्जा 3000 पुगेकोमा बेस्ट अफ लक सब्स्क्राइब भएकोमा बधाई छ So guys, thank you so much. Oh my god, 3K पुगेको छ मेरो च्यानलमा अनि बिग साउट आउट फर राजु दाइ मेरो हल्दीबारीमा हुनुहुन्छ एकदम प्यारो दाइ उहाँले गरेर चाहिँ मेरो 3K जस्ट पुग्यो 3K पुग्नलाई धेरै सब्स्क्राइबर बाँकी थियो अनि उहाँले धेरै धेरै हेल्प गर्नुभएको छ राजु दाइ सुरुमै तपाईको नाम लिए मैले अनि अर्को भनेको मेरो दिदी सुजेता दिदी थ्याङ्क यू सो मच दिदी हैन तपाईले 80 जनालाई शेयर गरिदिनु भयो ओ माइ गॉड अनि मेरो अर्को दाइ पुरब दाइ आम दाइ थ्याङ्क यू सो मच दाइहरुलाई हैन दाइ दिदीहरु सबलाई अनि अरु मेरा लगायत भाइ बहिनीहरु सबैजनालाई धन्यवाद जे 3K पुग्यो हैन अहिले चाहिँ म फ्याक्ट्रीमा छु ओ माइ गॉड आई एम भेरी ह्यापी त्यही केही हैन अब जुन लाग्दै जाउँ भिडियोमा अब जति भ्यू आए पनि जे आए पनि सब्स्क्राइबर 3K भएको छ आखिर आशाले अगाडि बढौँ अनि त्यही आशाले अगाडि बढौँ भनेरै म अहिले फ्याक्ट्रीमा छु अनि अनि यो फ्याक्ट्रीको अपडेट म तपाईलाई अब एकदम देखाउन चाहन्छु यहाँ हेर्न सक्नुहुन्छ यो देखाएको थिइनँ मैले यस्तो लोडुङ भएको छ यो हैन अनि म हेर्न सक्नुहुन्छ हाम्रो मेसिन फिट भइसक्यो अब हाम्रो मेसिन फिट भएर यहाँ हेर्नु यो अहिले म चलाएर देखाउँछु तपाईलाई यहाँबाट चाहिँ हाम्रो मेसिन टक्क गाडाङगुडुङ गर्ने अनि यहाँबाट टुडु टाडाक गर्ने अनि यहाँबाट पानी जान्छ गएर जान्छ अनि यहाँ फिल्टर हुन्छ यसमा हैन यसमा फिल्टर भएर अनि यहाँबाट यसको पास थ्रु हुन्छ यहाँ झर्छ अलिकति पानी अनि त्यहाँबाट यो भेसलबाट अहिले जोडेको छैन यहाँबाट सट्ट जान्छ अनि दामी यो पानी एकदम फिल्टर पानी मिनरल वाटर पनि हुन्छ हैन खादा पनि भयो नि त पानी यो अहिले खाएर देखाइन्छ नि त तपाईलाई विश्वास लाग्दैन भने अनि भनेको हामीले अघि मैले यो मेसिनले यहाँ घोले केमिकलहरु अनि अलिकति खाना रेस्टले अहिले अलिकति भ्लग गरिरहेको छु त्यस्तै छ जे खुसी लाग्यो हैन त्यत्रो सब्स्क्राइबर भयो तपाईहरुले पनि यसो माया देखाइदिनु भयो हैन मेरो भिडियो क्वालिटी पनि राम्रो भइरहेछ अहिले हैन अनि भनेको थम्बनेल पनि यस्तो मिक्स म्याच हान्दिएको छु मैले थम्बनेल औडा भएको छ नि त अहिले त अब हजुरहरुको पालो मैले के भन्नु छैन कन्टेन्ट पनि अब मसँग फ्याक्ट्री नै यहाँ छ अब कन्टेन्ट एउटा भयो अर्को कहीँ गयो भने पनि छ अनि लगायत भिडियोको क्वालिटीको अब कस्तो झ्याउ लाग्यो छैन कहाँ छ त छैन नि त अनि भनेको यो गरिरहेको छु त्यो गरिरहेको छु थम्बनेल पनि राम्रो छ अब हजुरहरुको इच्छा हो थम्बनेल त अपडेट हुँदै जान्छ त्यो त राम्रो पनि भन्न मिल्दैन राम्रै छ कि तर अझै अपडेट गर्ने हो क्या त्यसलाई यत्रो च्यानलमा एउटा कलेजमा पनि 3000 जना हुँदैन होला जति अब सब्स्क्राइबर हो मेरो टक्कसँगले यहाँ चाहिँ अहिले फिनेल खोल्यौँ अब तपाईँलाई सम्पर्क गर्नु हैन सम्पर्क गर्नु यो फिनेल हामी तपाईँहरूलाई प्रोभाइड गरिहाल्छौँ अनि उहाँहरू गाडी धुनेदेखि लिएर भाडा मूल्यदेखि लिएर सबै छ तपाईँलाई यो पनि कल गर्नु होला बालाजी तिरुपतिमा हामी टक्क पुऱ्याइदिनेछौँ टक्क तपाईँको घरमा टक्कसँगले हैन अनि जस यो घोलियो दुर्र पारेर अब काम गरिरहेछ त सेलिब्रेसन गर्ने टाइम छैन हामीसँग त्यही भएर काम गरिरहेछ अनि काम गरिदिन्छ मामाहरूले हैन यस्तै त अब के गर्नु अनि एकछिन चिया खाने अलिक ब्रेक हो गोलियो अब मैले पनि भोलि अलि देखिहाल्नु तपाईँले यसो अलिकति हुन्छ नि त हैन के गरिन्छ भिडियोमा थाहा छैन मलाई जति जे गरिन्छ भोलि प्याकिङ हुन्छ आज हामीले बनाइयो दाजुभाइ दिदीबहिनी म तपाईँहरूलाई मिसिन र दाजुभाइहरू हिजो मेसिन चलाइयो हामीले अनि अहिले भनेको चाहिँ टक्कसँग यहाँ बालुवा झारी हेर्नु यहाँ सट्टा बालुवा झार्यो हाम्रो सिओ सर यहाँ बसिरहनु भएको छ ट्याङ्की लोडाएको छ हामीले यहाँ हेर्न सक्नुहुन्छ यसलाई चाहिँ ढडियाएर गरेको थियौँ जाँदैछ नि त होइन रासमा भित्र जाँदैछ हेर्नु म तपाईँलाई देखाइदिन्छु हेर्नु लु हेर्नु त लेदो लु माथि हेर्ने लेदो देखो अनि
लेदोहरू छ सकिन्छ हो दाइ के बोल्नु छ 3000 भ्युज 3000 सब्स्क्राइबर 3000 सब्स्क्राइब भएकोमा बधाई छ तिमीलाई ओके यस्तै उन्नति प्रगति गर्दै अगाडि बढ एक दिन अवश्य सोचेर लक्ष्य लिएको ठाउँमा पुग्ने छौ तिमी ओके चिया हामीले खाँदैछौँ होइन पकाएर यहाँ टक्कसँग हेर्न सक्नुहुन्छ अनि उहाँ हाम्रो बेड अनि माथि हामीले आज त्यो बनाएको छौँ राति भएरदेखि त्यस्तो छ गाइजहरू होइन अघि म गाडीमा घुमेर आएँ अनि यति फेरि एक ट्र्याक्टर झरेछ अब अझै एक ट्र्याक्टर यहाँ झर्छ अनि यसलाई सम्म हुन्छ यहाँ अलिकति सफा गर्नुभयो बाजेले अब बाइक धुम भनेको भ्याएकै छैन अब यस्तै हुन्छ अनि भिडियो बनाउन पनि अलिकति अप्ठ्यारो छ अब 2-3 दिन हो अनि एडजस्ट गरौँ न उहाँ हेर्न सक्नुहुन्छ यो हार्पिकहरूको बट्टाहरू यस्तो छ अनि यो त तपाईँलाई भनिहालेँ मैले अघि त्यो जर्किनहरू छ ऊ हेर्नु अनि अब त्यस्तै त्यो राम्रोसम्म बनाउँछु के छ मेरो दाजुभाइ होइन चिया खाइयो के गरियो गर्दै गयो यस्तै छ नि त होइन चिया खायो के गरौँ अब यो भोलि यसो त्यहाँ फेला लाउने टक्कसँगले होइन के छ फेरि अब महाभारत छ अब मस्तो मार्केट गएको बेला चाहिँ तपाईँहरूलाई म दामी दामी भिडियो लिएर आउँछु दामी हुन्छ होइन अहिले म देखाउने केही छैन यो बाइक धोको के देखाउनु अल्छी लागिसक्यो यत्रो लामो भ्लग भइसक्यो होइन कति मिनट भयो थाहा भएन त्यही भन्दै अब यो म भिडियो अन्त गर्छु ल बाई यार